है मेरोबाट गुड मर्निङ। दीपावलीको सबैलाई शुभकामना है। म भने चाहिँ अहिले कामबाट भर्खर आइपुगेँ। गाडीलाई कस्तो प्रकारले राख्नुपर्छ है, त्यो अब गाडी हुनेलाई मात्रै थाहा हुन्छ कि गाडी चाहिँ अब कस्तो प्रकारले चाहिँ राख्नुपर्छ। मैला राख्दा राम्रो कि त्यो अब हुन त आफ्नो आफ्नो हुन्छ, तर म चाहिँ मैला चाहिँ राख्दिनँ। जस्तो ट्रिपबाट आउँछ अनि यहाँ हाम्रो छँदैछ बिचरा, यहाँ हाम्रो किरण काकाको यहीँ पल्लोटीको बिचरा, उहाँले दिनुहुन्छ पानीको प्रशस्तै छ हो। गाडी चाहिँ अब यही हो, एकदम साफसफाइ चलिरहेको छ। मेरो ब्रस एकदमै चलिरहेको छ। भन्नुपर्दा चाहिँ अब आफ्नो गाडी हो, आफूलाई माया हुन्छै हुन्छ हो। आफ्नो चिज हो, सानो अलिकति केही भने मुटुमा लाग्दो रहेछ होइन। र पनि म चाहिँ सानाक सिनिक चाहिँ गर्छु। अब सके भएर हाम्रो ड्राइभर साथीहरूले नि अब गर्छ होला होइन, गर्नु पनि पर्यो। तर अब म चाहिँ टाइम पाउँदा चाहिँ बरु खानै खाँदिनँ, गाडीलाई पक्कै उयो गरिहाल्छु टाइममै। साफसफाइ के कसो हुन्छ मजाले गऱ्यो, त्यहाँबाट मात्रै मलाई ढुक्कै लाग्छ। त्यहाँबाट चाहिँ घर जान्छु, खानासाना खान्छु, नुहाइधुवाइ गर्छु, एकछिन रेस्ट गर्छु, फेरि ट्रिप पायो भने हिँडिहाल्ने। घर बसेर कुनै फाइदा छैन। अहिले सानाक सिनिक चाहिँ मेरो प्रायः चाटाक चिटिकै भयो।